सो गाइज आज म वाटर बकेट क्लच हान्ने छु, त्यही भएर राम्रोसँग सुन्नु होला। अब म वुड निकाल्छु, छिटो वुड निस्किन भाइ। वुड निकाल्छु अनि के अरे माथि जान्छु। अरे अलिकति तल जानु पर्यो, त्यही भएर तल जाऊ हो। अब माथि बिल्ड गर्ने हो। म यहाँ अटो लिउँ क्या हो, यहाँ मलाई अटो लिन मन लाग्यो जस्तो। त्यही भएर अब हामी अटो लिन्छौँ, लिइरहौँ हामी। गाइस जति बेलासम्म हामी माथि बिल्डिङ गर्दैछौँ हजुरहरू लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। हामी यतिसम्म मात्र गर्ने हो, यति ठिक छ। अनि गाइस जसलाई कमेन्ट हान्न मन छ, लाइक हान्न मन छ, अहिले हानिदिइहाल्नु, फेरि पछि हान्न पाउनुहुन्न। के थाहा मम्मीले मोबाइल चलाउँदैन। त्यही भएर अब हामी लिन्छौँ वाटर बकेट। अब यहाँ हामी गेम मोड सर्भाइभल गर्छौँ। खैजाम स्ल्यास गेम मोड सर्भाइभल डुब्नु है गाइस। स्ल्यास गेम मोड सर्भाइभल क्रिएटिभ सर्भाइभल सरी गाइस, सरी मेरो अलिकति बानी छ क्या गाइस। अब हामी सर्भाइभलमा आइसक्यौँ। अब हामी तल छलाङ मार्नेछौँ गाइस। ऊ भयो गाइस, यप्पी। अब गाइस हामी माथि जानेछौँ। त्यही भएर गाइस हामी फेरि क्रिएटिभ मोडमा जान्छौँ। गेम मोड क्रिएटिभ। अब माथि जान्छौँ, हामी माथि जान्छौँ। त्यही भएर गाइस छिटो गर्नु, माथि जान्छौँ, हामी माथि जान्छौँ। अब हामी फालेर गर्छौँ वाटर बकेट क्लच। त्यही भएर स्ल्यास गेम मोड सर्भाइभल अब सर्भाइभल भएन भयो गाइस। अब हामी फाल्छौँ वाटर बकेट फाल्छौँ तल भयो, ठिक छ, ठिक साइडमा। अब हामी त्यहाँदेखि फाल्यौँ लिली। यस यप्पी। अरे लिली गाइस। अब हामीले फाल्यौँ। अब एन्डरपल क्लच के अरे क्लच हान्छु। कस्तो क्लच भन्न आएछ क्या गाइस। हामी एन्डरपल क्लच हान्छौँ। त्यसपछि के अरे तर मलाई एन्डरपल क्लचमा के अरे मलाई धेरै जस्तो केही पनि आउँदैन के। मेरो फेरि क्लच भनेर मलाई जिस्काउला नि। मेरो क्लच भन्ने बानी है, क्लच। त्यही भएर अब हामी माथि जाने मिल्छौँ। हामी त माथि जाने हो। एन्डरपल लिइसक्यौँ गाइस। अब हामी फालेर वाटर बकेट क्लच हान्छौँ। गयो अब वाटर बकेट गाइस अब यो भयो। गाइस यति इजी छ क्या, इजी। अब गाइस हामी माथि जाने हो गाइस। अब हामी फेरि क्रिएटिभ मोडमा जान्छौँ। गेम मोड क्रिएटिभ भएपछि अब माथि जाऊँ। अब हामी माथि जाऊँ। अब हामी माथि जाऊँ। पुग्यौँ गाइस। अब हामी एन्डरपल क्लच हान्छौँ। मलाई धेरै पनि थाहा छैन अब कसरी हान्छ क्लच। पक्का मर्छु होला, त्यो जस्तो मलाई थाहा नै छैन। त्यही भएर गाइस अब त हामी कसरी क्लच हान्छौँ। अब गेम मोड सर्भाइभल हान्छौँ हामी। स्ल्यास गेम मोड सर्भाइभल गो। अब हामी मर्छौँ बाई। थाहा थियो गाइस हामी मर्छौँ। एन्डरपल क्लच हुँदै हुन्न, जब मात्र हुन्छ। त्यही बेडरुममा कहिले पनि हुन्न। त्यही भएर मलाई धेरै के अरे हामी अब अर्को च्यानलमा के अरे पिभी गर्न सक्छौँ। मिस्टर अर्जुन प्लेस भर्सेस मिस्टर फ्रोजी फ्रोजी होइन सायद, फ्रोस्टी। अब गाइस जति बेलासम्म म माथि गइरहेको छु तेरो उसको र मेरो एकदमै तगडा फाइट पर्छ। त्यही भएर हजुर यो भिडियोमा कमेन्ट हालिदिनु म यससँग फाइट गर्ने कि नगर्ने। गाइस हेलो म मिस्टर फ्रोस्टी है। त्यही भएर यो अलिकति फ्रोस्टी बोलिरहेको छ। त्यही भएर गाइस कमेन्टमा बोल्नु होला कसरी बोल्ने कि नगर्ने भनेर। अब हामी एन्डरपल क्लच हानेर फेरि मर्छौँ बाई। थाहा थियो कि गाइस, मलाई धेरै जस्तो थाहा पनि छैन। अब के गर्ने छौँ फेरि म मरे। ल गाइस अब हामी गेम मोड फेरि अब क्रिएटिभमा जानेछौँ। क्रिएटिभमा पुग्यौँ। अब हामी सायद एकदमै माथि जाऊँ कि क्या हो गाइस। अब हामी एकदमै माथि जानेछौँ।
हामी अब के अरे म्याक्स ब्लगसम्म जानेछौँ, त्यही भएर हामी अहिले ब्लग गर्ने हो। अहिलेको लागि त म एन्डर क्लच चाहिँ हान्दैछु, त्यही भएर गाइस ध्यानले हेर्नु होला। म अहिलेसम्म टाइप हान्दैछु नि होइन गाइस, त्यही भएर फेरि मरे। ए थाहा थियो गाइस यार, मेरो हुँदै हुन्न कि यार गाइस, त्यही भएर अब हामी टप लिमिटसम्म जान्छौँ। खै गेम मोड क्रिएटिभ माथि जा भाइ माथि जाऊ, खाऊ खाऊ फोन उठा खाऊ खाऊ। माथि जान छिटो, स्टिभ पनि कति ढिलो गर्छ। माथि जाऊ रे भाइ माथि जाऊ। गाइस अब हामी गेम मोड सर्भाइभल गर्नेछौँ अनि फेरि क्लसबाट मर्नेछौँ। नाम नाम त्यही भएर गाइस अब हामी जानेछौँ तल। तर हामी त फेरि फेरि मर्छु होला गाइस। मरे पाइ मर्छु, तर त्यही पनि कस्तो अलगले। गाइस अब अर्को भिडियोमा पिभी हुन्छ मिस्टर फ्रोस्टीसम्म। मिस्टर फ्रोस्टी जोसुकै मिस्टर माउन्ट एभरेस्ट जो हामी हामीलाई अब त्योसँग पिभी हुन्छ। त्यो भएर गाइस हजुर हेर्ने होला त्यो भिडियो, लास्ट तगडा फाइट पर्नेछ। त्यही भएर गाइस भाइ भनेर कहिले हुन्छ अझै माथि जाने, माथि 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 जाउँ। अब कहिले माथि पुग्छ भाइ माथि जा। अब हामी माथि गइसक्यो अनि गेम मोड सर्भाइभल गर्न अनि हामीलाई एन्डर बल लाग्छौँ। अब हामी के अरे ब्लकले माथि जान्छौँ। अब हामी टप लिमिटसम्म वाटर पकेट क्लब बर। अरे पानी पो हालिदिन्छु गाइस, सरी है। ब्लक 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 अब गयो पानी तल। अब हामी माथि गइरहेको छौँ अटो क्लिकिङले। माथि जा माथि जा माथि। कति ढिलो गर्छ हौ फेरि यो भनेपछि, लास्ट ढिलो के लास्ट ढिलो। हामी माथि गइरहेछौँ गाइस, माथि गइरहेछौँ। बादल आगेन आउनै ला। बादलको माथि अलिकति गएपछि त्यो 320 ब्लक्स हुन्छ। त्यही भएर छिटो माथि जाम। माथि 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 आइसकेको छ। त्यही भएर अब हामी टाइम सेट डे पो गरिदिन्छु मैले। गेम मोड सर्भाइभल गेम मोड सर्भाइभल गेम मोड सर्भाइभल। या अलरेडी ड्यान्स गर्न थाले गाइस। म गर्न सक्छु, क्या म गर्न सक्छु यत्रो हाई लिमिट? अफकोर्स गर्न सक्छु यार, म वाटर पकेटमा प्रो के गाइस, त्यो पनि म गर्न सक्छु। हजुर मेरो मजाक उडाइरह होला, म गर्छु ल। ओके हेर्नु गाइस, म गरिदिएँ भनेको थिएँ नि गाइस, यसमा त म प्रो के पिरो के पिरो। त्यही भएर गाइस अब हामी फेरि माथि जान्छौँ। छिटो माथि जाउँ न भाइ, माथि जा। के भइरहेछ ए म त के अरे क्रिएटिभमै रहन्छु। त्यही भएर गाइस अब गाइस माथि जानेको जाने हो के। ओके गाइस मोमेन्ट्स लेटर आए गाइस। म अब हामी जाने हो तल। अब छिटो जान। ए मैले त वुड राख्नै बिर्सेँ। अब गेम मोड सर्भाइभल गर्छौँ हामी। गेम मोड सर्भाइभल गाइस अब त म फालेर पनि गरिदिन्छु कि, म यस्तो पिरो हो नि। म गरेर देखाऊँ? ओके इजी ब्रो, फाल्दे। अब म क्या जाने ल्या मेरो हातमा आयो। म त इजी हो मेरो लागि त, गरिदे। इजी हो कि इजी मेरो लागि त, इजी पिजी लेमन स्क्विजी हो क्या। त्यही भएर अब हामी माथि जानेछौँ। अब फ्यु मोमेन्ट्स लेटरको हजुरको यहाँ रिक्वेस्ट आउँछ फेरि। या गेम मोड पहिला सुरु क्रिएटिभ गर्छौँ हामी। क्रिएटिभ गर्छौँ। छिटो माथि जाऊँ, माथि 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 हिँड माथि हिँड माथि माथि जा भाइ। म के अरे ब्लक्स लिन्छु प्लस अनि म ल्याडर क्लच हल्ला। त्यही भएर ल्याडर क्लचमा त म पक्का मर्ने हो। त्यही भएर माथि जानुको लागि फ्यु मोमेन्ट्स लेटर लिन्छु। ओके छिटो 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 लि छिटो भाइ लि छिटो लि छिटो लि छिटो लि छिटो लि छिटो लि न भाइ छिटो लि। ए भाइ मेरो छिटो लि।
लेटर लियो अब हामी जान्छौँ माथि खै कहाँ गयो ब्लक कहाँ गयो ए पछाडि पो रहेछ थेट पछाडि जाम Few moments later. पछाडि जाम आयो गाइस फ्यु मोमेन्ट्स लेटर यत्रो घन्टा लाग्यो नि माथि आउन त्यही भएर गाइस अब हामी उल्टो जाम हान्नेछौँ हामी कहिले हुन्छ गाइस हामी सिधा जाम भनेको छौँ अनि कहिले आउँछ ल या त ब्लगै छैन त साँच्चीमा उल्टायौँ क्या ल पछाडि पो छ क्या ब्लग ल पछाडि पो रहेछ त्यही भएर अब हामी फेरि गेममा क्रिएटिभ गर्छौँ अनि एक सेकेन्ड क्रिएटिभ गरेपछि म एउटा ल्याडर पनि लगाउन सक्छु त यार ल फ्यु मोमेन्ट्स लेटर Few moments लेटर भाइ त्यही भएर मेरो आवाज किन यत्रो स्लो भइरहेको हेर डाइरेक्ट डट देखाइरहेको त अब छोडौँ गाइस अब हामी फेरि लेटर छानेछौँ अनि फेरि मर्नेछौँ नाइस यहाँ पनि छैन तेरी मेरो काटेरी पछाडि हो क्या पछाडि त्यता पनि छैन म साइडमा कुदिन्छु अरे भाइ अरे कति डुब रहेछु यार म कति डुब त्यही भएर के गर्ने अब ब्लग दिन्छु म अब सबै ठाउँमा गएर ब्लग राखिदिन्छु यार त्यही भएर त्यही खुसीमा के हो नि के हो न अब गाइस छिटो अब हामी माथि गाइस मेरो यार हेर्नु नि यार यत्रो म्युट हुन्छ नि यार रिस उठेर म चार्जरले मैले फुटाइदिनु त्यही भएर मेरो अस्ति के अरे त्यही रिसेर त्यतिखेर त्यो च्यानल खुलेको थिएन त्यही भएर मैले रिस उठेर चार्जरको के अरे त्यो यसमा हालिदिएँ क्यामेराको त क्यामेरामा हालिदिएँ कि त्यो उयो हुन्छ त के अरे फोटो खिच्ने क्यामेरा त्यहाँभित्र ढुङ्गा पसेछ खै अब कसरी पस्यो कसरी पुग्यो त प्लस क्याक छ तेरामा भिडियो त खल्ला मिल्दैन मेरो फेस भ्याल्यु म गर्दिनँ त्यही भएर फेरि जिद्दी गर्ने होइन नि म फेस रिभिल अर्को च्यानलमा गर्छु अब फ्यु मोमेन्ट्स लेटरको बाद मिलेको अब हामी गेम मोड सर्भाइभल गर्नेछौँ अब हामी ल्याडर क्रस हान्नेछौँ त्यही पनि फेरि मर्नेछौँ चल्दा मरे होला पछाडि पो होइन मरे अरे एक सेकेन्ड मेरो त इलाइजो पनि निस्केछ म त हाल्नै बिर्छु फ्याउनु सरी यार सरी के इलाइजो हालेपछि गन पाउडर चाहिन्छ यार माथि जान यहाँ अब गन पाउडर गाडी ल्याउने फ्ल्याट बोल्डमा गाइस स्मल क्रिएटरले हेर्ने होइन नि फेरि कुन दिनमा फेरि यत्रो खतरा हो त बनाइदिनु त्यो भएर गाइस हामी गान्जा भने कहिले भन्छ एक सेकेन्ड मैले ल्याडर प्लेस गरेँ के यो मोमेन्ट यार वुडलाई तोड्छु अनि म के गरौँ एक सेकेन्ड मैले वुडलाई पनि तोड कहिले यतिको टाइम पास गरियो त्यस बेला म सिद्धिन्छ मेरो भिडियो गाइस अब के अरे उसको र मेरो पिभी हुनेछ त्यही भएर त्यो भिडियोमा कमेन्ट गरिदिनु होला लाइक एन्ड सब्सक्राइब गरिदिनु होला हामी अब अर्को च्यानलमा पिभी गर्छौँ टेक केयर एन्ड गाइस बाई